कार्यक्रम उत्खनन। नमस्कार साथीहरू, सिन्धुलीका कवि प्रहलाद सिन्धुलीका दुई महत्त्वपूर्ण कविता वाचन गर्दैछौँ। कवि प्रहलाद विक्रम सम्वत 2032 साल वैशाख 7 गते रामनवमीका दिन सिन्धुलीको गैँयाटारमा जन्मनुभई विभिन्न विधाका पत्रपत्रिका साहित्यिक कृतिहरू सम्पादन तथा लेखनमा अभ्यस्त राख्नुहुने एकजना स्रष्टा हुनुहुन्छ। कविता, निबन्ध, गजल तथा विभिन्न साहित्यका विधाहरू, उपन्यास, जीवनी, दैनिकी जस्ता यात्रा निबन्धहरू जस्ता साहित्यिक कृतिहरू मार्फत नेपाली साहित्यलाई योगदान पुर्याउनुहुने उहाँका दुई महत्त्वपूर्ण कविता हामी वाचन गर्दैछौँ। र पहिलो कविता छ, झन्डालाई डिबी पर्यो भने के हुन्छ। पहाडलाई डिबी पर्यो भने के हुन्छ। ऊ पुछारका टारी बोक्छ, सिरानका ढुङ्गे पाखा बोक्छ, बीचका नाङले गरा बोक्छ। त्यतिले भारी नपुगेर भौतारिन्छ गाउँभरिका टारी पाखा र गराहरूमा। सैकडा 5 दिन्छु लौ न मलाई भारी पुर्याइदियो। सैकडा 5 दिन्छु लौ न मलाई भारी पुर्याइदियो। तराईलाई डिबी पर्यो भने के हुन्छ। ऊ बगेर गइरहेको माटो सोरसार पार्छ, बाँधले डुबाएको खेतको पगटा गन्छ। दिन दहाडै लुटेर बाँकी रहेको गोठ सिनेत्त पार्छ। बुढो बाउलाई भन्छ, चिन्ता नगर बा, मलाई पहिले उड्न त देऊ, तर आफै चिन्तित रहन्छ। चिन्ता नगर बा, पहिले उड्न त देऊ, तर आफै चिन्तित रहन्छ। हिमाललाई डिबी पर्यो भने के हुन्छ। ऊ एडमन्ड हिलारीले कुल्चेको शिर छाम्छ, तेन्जिङ नोर्गेले फ्यालेको नागरिकता छाम्छ। काँधमा चढेको कुहिरो अनुहारलाई घुर्क्याउँछ। बुझिस मेरो छालामा तेरो देशको लेबल टाँसिने भो। बुझिस मेरो छालामा तेरो देशको लेबल टाँसिने भो। झन्डालाई डिबी पर्यो भने के हुन्छ। झन्डालाई डिबी पर्यो भने के हुन्छ। न उसको कुनै ढुङ्गे पाखो, टारी खेत अथवा नाङले गरा हुन्छ। ऊ न उसको बग्दै गरेको बाटो, बाँधले डुबेको खेत अथवा दिन दहाडै लुटिएको गोठ हुन्छ। न उससँग कुनै विदेशीले कुल्चेको शिर हुन्छ, कुनै स्वदेशीले फ्यालेको नागरिकता हुन्छ। न काँध चढेको कुहिरो अनुहार नै हुन्छ, सिवाय अस्मिता झन्डासँग केही हुँदैन। सिवाय अस्तित्व झन्डासँग केही हुँदैन। चन्द्र सूर्य खुइल्याउन्जेल अनुहार काखी च्यापेर अमेरिकन राजदूतावासको ढोकामा पुच्छर हल्लाएर घन्टौँ कुर्दै अस्मिता अस्तित्व धरौटी राखेपछि बल्ल उसलाई अमेरिका जाने दिशा लाग्छ। यो देशमा हिमाललाई, पहाडलाई, तराईलाई होइन, राष्ट्रिय झन्डालाई डिबीको चिट्ठा पर्ने खतरा छ। भाउजूको डिबी चिट्ठा क्यान्सिल भएपछि यसरी मार्मिक कविता मार्फत आफ्नो राष्ट्रको झन्डालाई नै अब डिबीको चिट्ठा पर्न लागेको एउटा साङ्केतिक र बिम्बात्मक व्यङ्गात्मक कविताले साँच्चै नेपालबाट आफ्नो धरती छाडेर पराईको धरतीमा डिबीको भिसाको न्युमा जानेहरूप्रति व्यङ्ग्य गरिएको एउटा कविता महत्त्वपूर्ण छ। त्यसै गरी कविले गाउँको आफ्नो घर, गाउँको बसाइलाई तुच्छ ठान्नेहरूलाई व्यङ्ग्य गर्दै र गाउँको गरिमा, पहाडको अस्तित्व र मरुभूमि, मातृभूमिको एउटा प्रेम र मातृभूमिको गम्भीरता र गरिमालाई
कृपया दलालले कष्ट नगर्नुहोला शीर्षकको कविता मार्फत व्यङ्ग्य गरेका छन् र कृपया दलालले कष्ट नगर्नुहोला शीर्षकको यो कविता यसरी सुरु हुन्छ। माथि पहाडमा उभिएर सोच्दा गहिराई धमिलो देखिन्छ, दिक्क लाग्दा देखिन्छन् झुप्राहरू, पिँढीले सुक्कुल र भुटेको मकै त फुटेको आँखाले पनि देखिँदैन। त्यही माथिबाट नदेखिने गाउँको कुनै कुनाको एक टुक्रा जमिन बिक्रीमा छ चेल, कृपया दलालले कष्ट नगर्नुहोला। माथिबाट नदेखिने गाउँको कुनै कुनाको एक टुक्रा जग्गा बिक्रीमा छ चेल, कृपया दलालले कष्ट नगर्नुहोला। माथि पहाडमा उभिएर सोच्दा अझ ठुलो पहाड देखिन्छ, चम्किलो हिमाल देखिन्छ, उदाउँदो सूर्यको चहक देखिन्छ, खुला क्षितिज देखिन्छ, दुःख बिर्साउने सपना, आकाश छुने सपना पुरा हुँदै गरेको पनि देखिन्छ। यो अचम्मको पसिना पहाडमा पुगेपछि चिसो हुन्छ। पहाडमा निद्रा पनि असाध्यै मिठो लाग्छ। कयौं अनिदा रातहरूको साक्षी अँध्यारो बैगल सहितको एउटा घर बिक्रीमा छ चेल, कृपया दलालले कष्ट नगर्नुहोला। अँध्यारो बैकल सहितको एउटा घर बिक्रीमा छ चेल, कृपया दलालले कष्ट नगर्नुहोला। माथि पहाडमा उभिएर सोच्दा विगत धमिलो देखिन्छ, त्यो कहाली लाग्दो कष्टकर यात्रा बिर्सने अभिप्रेरणा जाग्छ। माथि पहाडमा पुगेपछि सोच्न पनि मन लाग्दैन, रुने कारणहरू तला हुन्छन्, आक्रोशित हुने विषयहरू फिका हुन्छन्। जहाँ लुक्दा लुक्दै लाखौं तोडिएका टाउकाका मूल्यहरू करोडौं भएका छन्, त्यही महान यात्राको एउटा सेल्टर बिक्रीमा छ चेल, कृपया दलालले कष्ट नगर्नुहोला। लाखौं तोकिएका टाउकाका मूल्यहरू करोडौं भएका छन्, त्यही महान यात्राको एउटा सेल्टर बिक्रीमा छ चेल, कृपया दलालले कष्ट नगर्नुहोला। धन्यवाद। Ama sayena